हेलो नमस्ते गुड मर्निङ सम्पूर्ण साथीहरूलाई। ल आज चाहिँ म अब नुवाकोट जाँदैछु। तारुका भन्ने ठाउँ पुगेको थिइनँ। सो एभ्रिथिङ इज ओल ओके। अब म यहाँबाट निस्किन आँटेको छु मेरो रुमबाट। झोलासोला सब प्याकिङ भइसकेको छ। पठाउ पनि मगाइसकेँ। ल अब नुवाकोटको यात्रा हेरौँ है त। केरलियाको देखिसकेको ल ठिकै छ। भइरहेछ यात्रा होइन। गाडी एकदमै खाली, सिटमा कोही पनि छैन। ल जम्मा हामी 6जना मान्छे छौँ। अनि एउटा ठाउँ छ, यो ठाउँको नाम के हो भने बेलकोटगढी 7 महादेव फाट। बेलकोटगढी 7 महादेव फाट भन्ने ठाउँ रहेछ। यहाँ गाडी रोकिरहेछ। अनि यहाँ चाहिँ हामी आउँदा यस्तै ठ्याक्क 1 बजे जस्तैमा आइपुगेको थियौँ। 2 बजीसम्म रोक्छ अरे, 2 बजेपछि मात्र हिँड्छ अरे गाडी। अनि नन स्टप जान्छ अरे। अनि म पुग्छु पिपल डाँडा स्कुल। घडी मैले बल्ल 1:15 हुँदैछ है, पर्खिनु परिरहेछ। यस्तै छ उयो, जम्मा 5-6जना मान्छे क्या, त कोही पनि छैनन् भने। गाडी कुदाइछ। यस्तै छ ठाउँ। अब हेर्दै जाउँ के हुन्छ। एकछिन वेट गर्छु। गाडीमा गर्मी छ, बाहिर बस्छौँ है त। ल सियो।
जोर चतरा यो है जोर चतरा माथि र तल जाने बाटो रहेछ तलको बाटो जाने हो त्यही हो नि होइन अब आइपुगिहाल्छु अनि मैले आउनु भनेको त माइतीलाई आइसक्यो भन्नुभएको छ ल अहिले भनेको हामी चाहिँ यताबाट जाने मामाको मिटिङ रहेछ आज ए अँ फोन गऱ्यो भने चाहिँ बाटो त उयो रहेछ त पुरै यस्तो गाडी हिँड्ने बाटो जस्तो रहेछ नि पानीबाट त पुरै हिलो हुन्छ यहाँ है नुवाकोटको घर आइपुग्यो नुवाकोटको घर म भिडियो आउँछ नि त माइजो थाहा छ यही हाम्रो घर है फोटो देखाएको थिएँ अस्ति भूकम्पले बनाएको चाहिँ कुन हो यो बिच बनाइदिएको ए ल जाउँ जाउँ आमा नमस्कार आमा तल हुनुहुन्छ है आयो है हेरे हेरे हो खै त बुवा ए बेला बेला सरमेन्दी टुप्पामा गएर चलायो भन्नुहुन्छ आइपुग्यो नि आइ ए ठिक छ हाम्रो त घर रहेछ यता है पुरै घना जङ्गल आइपुग्नु पऱ्यो नि उता त कसो घर हो ए नवराज मामाको अनि त्यो हाम्रो सन्दीप रिमालहरूको चाहिँ कता हो सन्दीप रिमालको अलिक तल भन्नु यताबाट तल ए यहाँ कोही बस्दैनन् ए नवहरूको घर है ए यी नजिकै रहेछ पुरै बार लाएर छ नि त यसरी के हो यो ए पराल पो हो ए ठिक छ ल बसौँ आइयो यहाँ बोल्ने मसँग दिन्छु ल यहाँ तिम्रो नाम के अरे प्रसन्न रिमाल यहाँ तिम्रो नाम के भन त भन न परुसा उसको नाम परुसा उसको नाम प्रसन्न दुईजना चाहिँ राजकुमार मामाको छोराछोरी हो छोराछोरी हुन् ल तिमीलाई चकलेट दिएको छु कि बाँडेर खानु ल यहाँ कतिवटा हुन्छ 6वटा कि कतिवटा हुन्छ अनि दुईजनाले बराबर खानु ल अर्को त्यो दाइकीको हुनुहुन्छ नि उसलाई पनि दिनु ल ल जाऊ बाई बाई फोटो कहाँ देख्यो अरे कहाँ देख्यो कहाँ देखेको भन न ए मामा देख्नु हजुर क्या हो मामा भान्दै भन्नुपर्छ भाइ भान्दै भन्नु अरे मलाई ल के भन्ने अरे बाबु भान्दै मेरो फोन सुविधा बत्ती नबारी त्यही त भित्र फोन भएछ मैले बिहान यति गरेँ अनि अरूको नम्बर दिएर गर्नु भाइको घर
त्यसरी भन्छ त्यहाँ बसेर काम गरेको अलग्गै त्यही भने हेरेर मैले पैसा बोलेर आउँछ भन्नु। ठिक छ साथीहरू, म अब नुवाकोटमा छु अहिले होइन। कविता दिदी, कमला दिदी, पवित्र आन्टी, शर्मा दिदी, राजकुमार रिमाल मामाको घर हो। अनि खुब जान मन लाग्थ्यो पहिलादेखि नै, नुवाकोट भन्ने सुनिन्थ्यो होइन भाइ। भाइ त जन्मेकै थिएन मैले त्यो सोच्दाखेरि। अब अहिले फाइनली आयो, ठाउँमा आयो, हेरियो। काइन्ड एकदम आनन्द लाग्दो क्या, पिस शान्ति हुन्छ नि, यस्तो चाहिएको थियो क्या मलाई केही दिनको लागि। अनलाइन नआउने, पुरै अफलाइनमा बस्ने, यहाँको हावा, यहाँको होइन भाइ होइन यहाँको उयो वातावरण महसुस गरौँ भनेर। यो खुच्चा चाहिँ अलि एकदम हुलमिल हुने खालको रहेछ भाइ। भाइ त ठिक छ होइन। अनि बुवा पनि अघि उयो गोठाला गएर आउनु भएको थियो। पानी पर्दैछ यहाँ, अब हेरौँ राति चट्याङ हान्ने के हुने हुँदै गर्छ। जस सुनसान आनन्द छ। मामा चाहिँ स्कुलबाट आउने भएन, आज मिटिङ थियो अरे मामाको, त्यो भएर टाइम लाग्यो। अब हेरौँ न कति समय लाग्छ होइन। कत्रो पानी पऱ्यो यहाँ, ठुलो पानी परेर है भाइ, कस्तो गाह्रो भयो नि। ठुलो पानी परेछ गाइज कोठाभित्र। यो चाहिँ होइन के हुन्छ हेरौँ। ल साथीहरू, मामासँग भेटघाट कस्तो उज्यालो चट्ट नेचुरल हावामा होइन। अब कता गइन्छ यसो हेरौँ न। यो आवाज सुन्दा कस्तो ठुलै पानी जस्तो लाग्ने क्या मामा है। तर अब भरे हेर्नुहोस् है मामा, भिडियो बनाएर म घरमा सबैलाई देखाएर युट्युबमा हालेको राम्रो आउँछ नि। फर्केर आइहाल्छ क्या हाम्रो बुढी। खोर्सानीको याद किन आउँछ भने नि, पहिला खोर्सानीमा उता के मामा, खोर्सानीमा यस्तै आमाले भान्सामा पकाउनुहुन्थ्यो। अनि त्यो फु गर्छ नि, खै त्यो छैन फु गरौँ त, ल्याउनु त। कस्तो अँध्यारो आउँदो रहेछ क्यामेरामा फु गर्नु। कस्तो कालो आयो क्या भन्नु है। अलिक चाहिँ अहिले गरौँ ल, फैलाउँदैमा म गर्छु है। आवाज आउँछ होइन, कस्तो अलि अँध्यारो आयो कि ओहो फु गर्नु फु आवाज आउँछ। ठुलो गर्नु ठुलो लु। अनि त्यही खोर्सानी गालाउँछ क्या ठ्याक्कै। पहिला उता थियो क्या मैले चाहिँ हाम्रो उता। अनि सबै बारी गयो नेचुरल भयो। उहाँको टारु क्या हो साथीहरू। यो चाहिँ हाम्रो घरको किचन रहेको छ। किचनमा गएँ भने मैले मामाले गरेको भिडियो खिचेँ, कतिको अँध्यारो आयो होइन। जाउँ अरू कता जाने होइन। यो चाहिँ हाम्रो बाथरुम भइहाल्यो, टोइलेट बाथरुम। प्रसन्न चल्ने रहेछ। हेलो गरे हेलो। अबि टाउली हो कि क्या तिम्रो नाम हो बाबु? अर्कोको पुकुली, यस्तो नाम हुन्छ नि त उहाँहरूको। पुकुली अघि मैले हेरिरहेको थिएँ कि उसले तर्स्यो। शर्मिला दिदी चिन्छौ नि, म उहाँको भाइ हो। शर्मिला रिमालको भाइ, नकुटन हो। अब कविता रिमाल, शर्मिला रिमाल, उहाँहरूको भाइ हो ल। सुँगिरा ल शर्मा दिदी, तपाईँहरूलाई चिन्दो रहेछ मजाले। पुकुली अनि अर्को टाउली के नाम दिएँ मैले। हाम्रो माथि कोठामा अघि बसेँ, यहीँ बसेन हामी। हावा चाहिँ यति शीतल आउँछ नि। बनाएको भने प्रसन्न। कसले अरे नाम भन न। तिम्रो नाम चाहिँ बिर्सिहाल्छु भन त के हो तिम्रो नाम? के अरे? ए परुसा, सरी। प्रसन्न त केही पनि गर्नु, प्रसन्न घुमी मात्रै रहँदो रहेछ। यो प्रायसाले बनाएको है, कति राम्रो छ। अरू पनि देखाइदेऊ त। अर्को हेरौँ, अर्को वा यसो बनाएको हो। यो होइन, यो वा के हो? ह्याप्पी बर्थडे केक हो। कसको बर्थडे? ह्याप्पी बर्थडे विनिता रिमाल को 50 तोला केक हो। यतिखेर यो पानी यस्तो छ, पानी परेर त झन् कति हिलो हुन्छ होला। हिजोभन्दा नि यहाँ त बाढी ए हो र, यसरी हिँड्नु पर्यो बाटोमा नि। यो बाटो, यो हाम्रो घर। म अघि माइजूसँग यसरी आएँ नि त। माइजूलाई कुन चाहिँ हो घर भनेर सोधेँ, यहाँ तलको भन्नुभयो। तल यसो हेरेँ, अनि आमाले बाबु भन्नुभयो, नमस्ते भन्दै आएको थियो क्या। कस्तो राम्रो आएको थियो भिडियोमा।
बाबु हिँड नौराको पुरानो हो चाहिँ अँ हाम्रो ए पछिको होइन हजुर यो चाहिँ कसको अरे मामा अँ यही हो ए लिएर त घर त यत्तिकै रहेछ राम कति नजिकै रहेछ नि त अनि त्यस्तै नजिक नजिक त भन्नु त उहाँहरूले है अनि कति वर्षदेखि मामा यत्तिकै छ यो भूकम्पले गर्दा भयो अस्ति ल यो जुन तपाईँलाई घर देखिरहनु भएको छ यो चाहिँ हाम्रो नवराज रिमाल मामा हुनुहुन्थ्यो नि जो अब इटेरीमा बस्नुहुन्थ्यो आर्मी भिड्नु भएको थियो होइन हो उहाँ मामाको मम्मी र बाबा पहिला बसेको घर चाहिँ यही अरे है उतापट्टि हाम्रो मेन घर छ गोकुल बाको घर अनि यतैपट्टि चाहिँ उहाँहरूको पहिला घर थियो अरे छोडेको लगभग 17 वर्षभन्दा बढी भइसक्यो भन्नुहुन्छ मामाले अनि पहिला जस भनौँ न ती नवराज ती हाम्रा बद्री मामाहरू जन्मिनु भएको चाहिँ यही घर त होइन उता अर्को घर छ त्यहाँ चाहिँ जन्मे अरे अनि यो चाहिँ पुरानो घर अरे सबै फुटिसकेको छ कोही छैन ल हेर्नु है साथीहरू यहाँबाट हेलो भन्दा सबैले सुन्छन् होला है हेलो त्यो पहिला सुनिँदैन गुड मर्निङ आज चाहिँ डे 2 हो दोस्रो दिन नुवाकोटमा आएर तातो पानी पिउँदैछु तातो छ पानी तर खाँदा चिसो छ त्यस्तो तातो धुवा उडे तापनि है यहाँको चिसोले गर्दा म खान सकिनँ क्या खान सकिनँ धर्म भयो अबै भन्ने हुन्थ्यो बिहानको ब्रेकफास्ट यस्तो मैले गोर्खामा चाहिँ दिएको थिएँ मामा तर यो जति योभन्दा यतिको बिकट थिएन हौ घना जङ्गल भनौँ न होइन यो त धेरै नै उयो छ तपाईँको गोर्खा खै के भन्नु अब ठिकैको होला हो अब अरू मैले देखाएको छैन अहिलेसम्म कुलाको गुल्मीमा हुन्छ अरे गुल्मीतिर कुलाको मन यो होइन कुला कुलो पानी आउने कुलो क्या ए कुलो पानी पाइप भनौँ न अनि योदेखि हाम्रो है फेरि यो बारी अर्कैको हो यो अर्कैको बारी त्यो त भुइँमा नै यता हिँड्नै नसकिने मामा यता त हेर न लडिने रहेछ त्यो हो होइन हाम्रो त्यहाँ मकैले दिएँ म चाहिँ यही बाटो जानुहुन्छ तपाईँ कति छिटो यहाँ आयो हो हामी राम झन्डै अर्को गाउँ पुगेको त अन्त कति पनि छैन नि बाटो है कहाँ हो खै मकैले कतिको झ्याउरा लाग्ने मकै बाटो लाग्दैन यो त हाम्रो धर्म पनि थियो नि त साथीहरू ल म चाहिँ यहाँ अब यही रहेछ यस्तै घना जङ्गल यताउति बारी के मकै बारी है यस्तो हिँडिरहेको छु अहिले खेत भन्छ नि खेतला के तलाहरूको नि ठिक छ अब म मामासँग एकछिन यहाँसम्म आएको थियो क्या मामाहरूको खेत मकै बारी हेर्नलाई यही एरियामा रहेछ जुन देखिरहनु भएको छ होइन त्यही हो अब म ब्याक टु माई होम जाँदैछु मतलब घरतिर जाँदैछु बुवासँग छु झन्डै है झन्डै चिप्लिने क्या अलिअलि है भिडियोमा रेकर्डको ठिक छ बुवासँग यसो हिँड्नु पर्ने छ क्या त्यहाँ कसकोमा हेर्नलाई जानुपर्ने छ ल हेर्नु साथीहरू बाटै यस्तो छ क्या बाटो भन्नुहुन्छ भने यही हो बाटो भुइँमा नहेरी त हिँड्नै सकिँदैन परलै गाह्रो हुने एउटा वर्ड बोलिन्छ जुन वर्ड रहेको छ परलै गाह्रो हुने परलै साह्रो पर्ने लास्टै भन्छु नि हामी हाम्रो भाषामा लास्टै भने जस्तै यहाँ चाहिँ परलै भन्छ है परलै गाह्रो हुने है अनि परलै हिँडिरहेको छु है परलै हिँड्ने क्रममा परलै लडिरहेको भन्ने डर लाग्छ यार अनि भुइँमा यता हिँड्नै नसकिने कि म त बाटो झुकिन यता खेतमा त कसको मकै बारीमा छिरेँ है कता थाहा भएन अहिले चाहिँ पत्ता लगायो क्या यो बाटो अनि यो बाटो हिँड्दैछु म अहिले ल माधव रिमालको भूकम्पले लडाएको घर बुवाको हेर ल नवाको अहिले त खेती विशाल बनाउनु भएको छ काठमाडौँ गएर त सबैको आफ्नो भइहाल्छ नि लडेपछि यत्तिकै रहेछ बिचरा
सामानहरू त केही छैन होला सबै साफ दैवले साफ दिनु पर्यो तरले साफ दिनु पर्यो हो अन्त भइहाल्छ भइहाल्छ अब सामान त केही छैन होला भित्र म हो ए काखल पाक्यो भन्छ अच्छा कतिवटा उहाँको घर त्यो चाहिँ कतिवटा थप है ए रेडियो ओहो हाम्रो नि रेडियो छ है उता रेडियो सुन्नु छ अहिले यो भूकम्पको यो चाहिँ नयाँ पछि भन म नि हिजो आएको थिएँ यता अनि यसो यता हेर घुमौँ भनेर नि घुम्नु परिगयो नि अहिलेसम्म आएको थिइनँ घर आएको बेलामा चाहिन्छ ताजे खान्छन् भ्याइ मार्यो खान्छन् पुऱ्याइदिन्छ जाउँ न कता ए हुन्छ घुम्नु पर्छ बेला पहाड खुब रमाइलो लाग्यो मनपर्छ यस्तो रमाइलो छैन है बाबु हाम्रो यहाँ त खोज्न बसे हम यस्तोमा हामीले त रमाइलो लाग्छ यता नदेखेको ठाउँ आफ्नो सहर हुनेलाई सन्दीप रिमालको घर बुवा आमाको घर टिभी नि राखेर चाहिँ क्यान्टिन छ ए पानी आइरहेको रहेछ यता त मजाले पानी आएको पानी फाला फाल्छ यहाँ के गर्नु जति खानु भयो यो पनि हो उहाँहरूकै ए गइसक्यो यतिकै छोडेर के हुनु पनि यहाँ छोरावाला के भने डर छैन कतिजना बस्नुहुन्छ र भयो यहाँ चाहिँ यहाँ त अहिले 3 जना ए 3 जना हजुर आमा चाहिँ हुनुहुन्छ त चोरी त हुनु होला त के हुन्थ्यो बिचरा छैन यो खाने पानी हो है नफिल्टर डाइरेक्ट वाटर ल हेलो सन्दीप मामाको घरमा आएको हो म ल बाई बाई झुकेको बाई पुकुली भयो भन भयो भन खै त भने मेरो बाबालाई मनपर्ने बाको घर छैन ए एकजना त बाबा बस्नुहुन्छ है 2 जना राम यो कुकुर नै रहेछ यहाँ त कुखुरा हिँड्थ्यो कुखुरा बाख्रा मिल्दो रहेछ नि त कुखुरा बाख्रा मिलेका है हेरिराम ए हेलो हेलो भाइ जनवरी फेब्रुअरी मार्च अप्रिल अनि के आउँछ भन तपाईँ जनवरी फेब्रुअरी मार्च अप्रिल अनि के आउँछ छैनन् यहाँ चाहिँ मेरो बाबालाई मनपर्ने थियो कुकुर रहेछ एउटा कुकुर कुनैले भुक्दैन त यहाँ त किन त्यही भएर बानाएको छैन भयो बानायो होला बा कस्तो है नभए त उता त ए मान्छे सुन्नु हुँदैन भुकेर यहाँ खुब कुरा मिल्छ बाबाको है ल यो घरमा चाहिँ एकजना बा बस्नुहुन्थ्यो अरे जोसँग चाहिँ मेरो बाबाको एकदम कुरा मिल्थ्यो बा हुनुहुन्न रहेछ मात्र एकजना बस्ने यहाँ ए बुढा ए चाबी त लाएर जाने गरेर रहेछ अनि गाई ठिक छ
यो के हो यो अँ केतुकी भन्छ त्यो घिउकुमारी त होइन नि होइन केतुकी कीर्तिकी घिउकुमारी जस्तो रहेछ हेर्दा चाहिँ तर के घिउकुमारी हो त भित्र उयो हुन्छ जेली जेली जस्तो हुन्छ बा घिउ घिउ जस्तो हुन्छ हो बा होइन त्यही घिउकुमारी हामी चाहिँ घिउकुमारी भन्छौँ क्या यो पनि चिटो चाहिँ चिटो हुन्छ घिउकुमारी सुन्नु भएको छ नाम यसलाई त केतुकी भन्छ ए तर यो अलि होइन अलि यो पातलो धेरै रहेछ तर उस्तै देखिने नि होइन रहेछ त्यो पहिला पहिला कुहाएर कुटेर पात बनाउने रहेछ अहिले त्यही त अझ ऊ बेला त्यो बिहे गर्ने चलनमा भेटघाट त्यहीँ हुन्थ्यो अरे कुर्सीमा बसेर ल भित्र 2 मिनट कुरा गरेर आइज भन्थ्यो अरे अनि सक्यो अनि सिधै बिहे कस्तो अचम्म थियो मान्छे के दुईजना भेटेर कुरा गर भन्ने पनि अँ भर भरे हो क्या हो तपाईँहरूले गर्नुभयो होला त्यो हामीले गरेनौँ गएर हेर्नु ल हुन्छ भन्ने एकैछिनमा भयो बा केटालाई यो केटी हुन्छ त अँ सब्जी अँ हुन्छ अनि केटी हुन्छ तँलाई अँ हुन्छ हुन्छ भन्न सक्यो लु बिहे फिक्स बिहे गरिहाल्यो सबै राम्रै चल्यो त्यो जमाना खासै गएर हेर्दाखेरि ढुङ्गा मात्रै हो अँ खरे खाँदो हुन्छ खरेखाट अँ ए खरे फाट फाटै फाट रहेछ त्यही भएर उताको नि नाम हिजो के फाट हो त्यो त्यो गाडी रहेको थियो नि माझे फाट अँ फाटे फाट दाजुभाइको नाम जस्तै क्या खरे फाट यो फाट फाटै फाट घुम्यो अब हामीले ताबे खानलाई ढाँडा बाख भन्छ अँ सबै नाम छ कता कता जानै गयो हुन्छ अहिले त भिडभाड छैन नि त हो अहिले त मलाई मास छ नि त अँ अँ त्यसले पनि हो त भगवान्लाई अब मलाई मासमा त खासै हुँदैन यो चाहिँ हाम्रो तारुका घरमा आएपछि होइन घरभन्दा अलिकति तल जाँदै गर्ने क्रममा मन्दिर छ एउटा यही मन्दिर हो यही मन्दिरलाई मानिँदो रहेछ मन्दिर भनेपछि यही बुझिँदो रहेछ माता बस्नुहुन्छ अब मन्दिरको बारेमा के कसो छ म यसो बुवालाई हाम्रो बुवालाई सोध्छु उहाँले यसो मलाई कुराहरू भन्नुहुन्छ बुवा स्वागत छ तपाईँलाई यो भने तारादेवी मन्दिर हो हजुर अब यसमा ठुलो मेला लाग्छ दसैँमा हजुर 100 150 200 बोका काटिन्छ राँगा काटिन्छ कुखुरा काटिन्छ पर्यटकहरू धेरै आउँछन् यहाँ हजुर एकदम राम्रो ठाउँ हो यो दसैँ तिहारमा चाहिँ खुब भिड हुन्छ है दसैँमा तिहारमा भन्दा दसैँमा धेरै भिड दसैँ भिड हुन्छ अहिपछि यसो आउने जाने पूजा गर्ने हजुर त्यस्तै मात्रै हो यो ठाउँ अरू बेला चाहिँ अब त्यस्तो खासै हुँदैन अरू बेला खासै त्यस्तो राम्रो हुँदैन अँ मन्दिर त हो तर आउने जाने अँ साधारण मन्दिरको नाम चाहिँ के भनेर चिन्छ भयो मन्दिरले तारादेवी तारादेवी नकोट तारुकाको तारादेवी मन्दिर भनेपछि यहाँ प्रायः सबैलाई थाहा छ सबैलाई चाहिँ ढुङ्गाको उयो छ एउटासँगले माताको आधा सरू काठमाडौँ भन्ने मान्छेलाई पनि थाहा छ है त्यति चला मन्दिर हो घन्टी बजाउँ ल जय होस् ल घन्टी गजबले बज्यो बा यो चाहिँ मैले हाम्रो धरानको माथि 3 धार जाँदा पनि देखेको थिएँ आज यहाँ तारुका पनि गर्दैछु तारुकाको बिसाउनाको चौतारो तर पकाउनु चाहिँ पर्छ यसरी झुन्डीले ल साथीहरू यस्तै छ यहाँ होइन एकदम आनन्द लागिरहेछ कहिले नदेखेको ठाउँ त मन त जलाउनु पर्छ अनि बुवा र म चाहिँ अहिले यहाँ घरबाट हुँदै सबैतिर हाम्रो मामाहरूको पहिलाको घर हेर्दै 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 आइयो मन्दिर थियो दर्शन गरियो त्यहाँबाट यो झुन्डिने खालको एउटा यो बर्को ज्वरो रहेछ क्या ज्वरो साह्रै गिलो भने मजा आउने होइन यस्तो झुन्डिया चाहिँ ट्युसन लाग्नु भयो नि ताराको मान्छे आएको यसो घुम्दै कहाँ हिँड्यो त्यही ताराको हमारतिर झन्डी फन्डी हो भने धानको पाइहाल्छ नि त्यहाँ भोलिका भोलिका त
ल मजाले हिँड्यो जस बिहानको एकदम राम्रो एक्सर्साइज मर्निङ वाक भयो। मैले यस्तै खोजेको थिएँ। अब हामी अहिले त्यहाँबाट फर्कँदैछौँ, घर जाँदैछौँ। गएर चट्ट बसिन्छ, एकछिनपछि खानपिन गरिन्छ, आराम गर्ने हो। अनि दिउँसो अब बुवासँग कता कता गइन्छ होइन, त्यही कुराहरू तपाईँहरूलाई म देखाउने छु। हेर्दै जाउँ है त हजुर। गलेर आएर पानी खाँदा छुट्टै मजा हुँदो रहेछ साथीहरू। पसिना बगाएर खाएपछि आनन्द लाग्ने, अमृत अमृत भन्छ नि। जाउँगा हो को ए कहिले ए डरले लाग्यो भयो सबै। हो आमै कहाँ जाने आमा घरमा कोही रहन्छ कुट्याम भएछ। ए आमै ल हेर्न आउनुहोस् तपाईँको भान्जो भान्जो भने गयो मेरो नाति। कहाँ लाग्यो कस्तो गोरु र बलवान गोरु रहेछ। अब ट्याक्टर ट्याक्टर सक्ने भए बाइक गोरु यार्दै हालौँ न त्यहाँ भन्ने राम्रो है। बा उहीँ तल्लै थियौँ त हामी त है। हेर्दा कति टाढा लाग्यो पनि हिँड्दा हिँड्दा कति दिन रहेछ, एकैछिन उहीँ पुगिँदो रहेछ। उही गाउँमा जाने भन्दा उही वाह भन्ने लाग्छ, तर हिँड्दा हिँड्दै पुगिहाल्ने रहेछ नि। यहाँ चौतारा रहेछ ए, यहाँ चौतारा जस्तो बनाएको रहेछ। ओ गाडी आयो के हो ए, कत्रो आवाज आएको त ए लु पानी त यहाँ। बेला खोलो मनपर्छ पानी आएको त्यही हो अहिले बर्खाको के हुने बाढी हुँदैन है। हो हेरेर चाहिँ 1 घन्टा लाग्छ कि नमस्ते झर्ना भन्नु छोडो नेचुरल झर्ने हो क्या। महादेव थान यही रहेको छ है। महादेव थान आयो बा कत्रो पानी हौ ए ल हेर्नु साथीहरू पानीहरू पानी कति चाहियो पानी ल। धरानमा शिवझट्टा भन्ने मैले देखाएको थिएँ होइन, त्यस्तै यहाँ हेर्नुहोस् नुवाकोटमा पनि यहाँनिर तारुकामा महादेव थानमा आइसकेपछि यो यस्तो झर्ना देखिन्छ। बा कस्तो मजाले पानी आइरहेछ। 9 लाग्यो है, तर नुहाको भिडियो चाहिँ खिच्न लाज लाग्छ। हेर्नु त ल साथीहरू कत्रो पानी छ बा।
झार्ने त हो नि पुरै झर्ने भइरहेको नि है भगवान् सबै कुरा राम्रो होस् माकुराको जाली चाहिँ धेरै गर्ने होला वाउ महसुस भइरहेछ है भयो यहाँभित्र चाहिँ भगवान् हुनुहुन्छ होइन त बुवा महादेव हुनुहुन्छ दायाँपट्टिको त्यो दुलो त्यो पानी निकालेपछि त्यहाँ देखिन्छ पुर्या छ यहाँनिर भगवान् बस्नुहुन्छ डकरे भगवान् ल आउ बसम थकै मरम कदमको छायामा आउ बसम थकै मरम कदमको छायामा मरि भुल्यो रसमा म भुल्यो माया जालैमा सानी मायालाई म भुल्यो माया जालैमा यो नौलो मान्छेलाई घुमाउन ल्यायो भने त्यो चिन्दैन अब तपाईँको मित दाईको छोरीको छोरो ल किने बाउको किने बाबाको नाति हो नाति तपाईँकै नाति चिनाइदिएँ मैले 87 वर्ष मान्छे अहिले अब तपाईँको मित झन् खत्तम म अस्ति भेटेर छोरीको बिहेमा गए अस्ति भेटेर आयो मैले कान पनि नसुन्ने आँखा पनि नदेख्ने हिँड्न पनि नसक्ने है छ त अस्ति भेटेर आयो मैले माइलिन धरन साइलिन धरन अब कान्छी पनि धरन नै हजुर काठमाडौँ हजुर ए भने जस्तो ठाउँ छ मैले भेटेको थिएँ सबै पुग्यो म घुमेर सबै धरान पनि घुमे धरान त पुगेन तिनको यतिबाट तिनको लाग्छ भन्थ्यो धरान पुगेन यति आउने मिलाहरू चाहिँ खुर्सानी बारीमा छ त्यो सबै घुमेको 7-7 महिना पछि म सबै घुम्यो ए मित त अहिले त केही छैन यस्तो त्यहाँद्रो छ त्यहाँद्रो अब मिठाईको छोरा रहेछ छोरी त यी के छोरा यिनीहरू हो नि छोरीको छोरा बाठामा बसेको त 89 वर्ष भए हाम्रो मित हाम्रो जोडै हो नि त्यस्तै होला जोडे सालको जोडे 87 वर्ष मितको चाहिँ एउटा छोरा छ दुईटा दुधो हो छोरी नै छ होइन छोरी एउटा वा खुर्सानी बारीपट्टि छ खुर्सानी मिठाहरू हो उहीँ हुनुहुन्छ उहाँ चाहिँ छोरा राम्रो छ नि दाई चाहिँ यहाँ धरान कान्छीले धरान चाहिँ कहाँ छ त शर्मिला धरान सँगै बस्ने हो सँगै भयो शर्मिला कान्छी हो बुढी हुन आँट्यो भइया बिहे गर्नु पऱ्यो 25 वर्ष अब बुढी भएको छैन दिदीलाई बिहे भएको छैन मेरो मान्छे बा दिदीको 30 वर्ष गऱ्यो अब 25 वर्ष हुँदैछ अझ 2-3 वर्ष बाँकी छ कसको जिन्दगीमा कहिलेकाहीँ तपाईँ हामी नि यस्तो ठाउँ पनि आएर बस्नुपर्छ
त्यो मेरो आधारले मैले भने है, सबैलाई यो कुरा सही नलाग्न पनि सक्छ। जस्तै मैले यहाँ छु, मसँग मोबाइल छैन, मलाई थाहा पनि छैन कि टाइम कति भयो भनेर है। म आएको छु, नेचरको माझमा बसिरहेको छु र यहाँको जुन पिसफुल वातावरण सुनेर आफूलाई यति आनन्द महसुस हुन्छ नि हजुर, जति आनन्द रिल हुँदा पनि हुँदैन थियो कि त्यो आनन्द यहाँ पाइदो रहेछ। समटाइम्स यसरी हामीले अरूसँग डिस्कनेक्ट भएर नेचरसँग पनि कनेक्ट हुनुपर्ने हुँदो रहेछ है त। गोल्फे आयो है, गोल्फे ल साथीहरू गलेको गोल्फे ल्याउनु भयो। ए पुरै उखाउनु पर्दो रहेछ है, अन्त छाटकाट गरेर खानु पर्यो। एउटा के मेसिन नि पाउँछ नि, टक्का हालेपछि निकालिदिन्छ भन्छ, त्यो उयो चाहिँ होला, सबै त खालको हुँदैन मेसिन। यस्तो बाटो हिँड्नु पऱ्यो, कति भारी बोकेर हो नि बिचरा। दुईवटा भयो ए अझ राम्रो रहेछ नि ए सरी कस्तो आँखा अर्कै राम्रो क्या यिनीहरूको सबै। ल साथीहरू, अब अहिले दिउँसोको 3 बज्यो। अब अघि खाना खाएर चट्ट रेस्ट गरेँ, सुतेको थिएँ म होइन। अहिले 3 बज्यो आमा, 3 बज्यो। अब हामी यसो फेरि 12मा निस्किनेछौँ बुवाको मामालाई होइन, बुवाको मामालाई छ अरे, यसो मामालाई पुगेर आउँ। अब के कस्तो रहेछ लामो बस्दै गर्नु, हामी आउँछौँ है। पर्लै हामी छिटाउन प्रयास गर्छौँ, पर्लै होइन ल जाउँ बुवा, पर्लै हामी लाग्यो साथीहरू। अब यो एउटा शब्द साह्रै मन पराएको थियो मलाई, पर्ले होइन। अनि त्यो प्रयोग गर्न मन लाग्छ। आमा खिसी हाँस्दै हुनुहुन्थ्यो। हाम्रो घर यहाँ छ नि, हो त नि बुवा। ए मेरा मामालाई कहाँ हजुर बाउ भन्थे गीत छ नि एउटा। ओइ समाजलाई चिन्छस्? तपाईँ नाच्नु त मैले गीत भन्नु जाने होइन। उता धरानमा बुवाहरूले हेर्नुहुन्छ नि त। अब चिन्दैन, अहिले अलिक चिन्दैन होला, अब सानैले चिन्ने हो, उसले पनि चिन्दैन। चिन्दैन। अब बुढो हुँदै गएपछि यो नजुल
तिमीहरूको मेरो नाम अशोक तामाङ प्रवेश ढुङ्गाना विवेक ढुङ्गाना अनि कुन स्कुल पढ्छौ विपल डाँडा माध्यमिक विद्यालय कति क्लास हो अहिले म 7 कक्षा 8 9 ए उ 10 हो हैन 5 साथीहरू यहाँ त्यस्तो रहेछ कि नुवाकोटमा एउटा श्री पिपल डाँडा स्कुल सेकेन्डरी स्कुल छ अनि बुवाले भन्नुभयो अनुसार चाहिँ हप्तामा एक दिन यानि कि बुधबारको दिन चाहिँ आफ्नो आफ्नो कल्चर अनुसारको जुन ड्रेस हुन्छ त्यो लगाउनुपर्छ अरे एकदम राम्रो लाग्यो यो स्कुलको एउटा नियम होइन भयो अब शेर्पा समुदायका विद्यार्थीले आफ्नो जातिको अनुसारको भेष लाउनु पर्ने हुँदो रहेछ क्या आफ्नो जात अनुसारको अनि त्यो गर्दाखेरि उनीहरूले पनि शिक्षण थाहा पाउँछन् भन्ने कुरो हो जस राम्रो लाग्यो मलाई है साथीहरू यही हो कि श्री पिपल डाँडा माध्यमिक विद्यालय भन्ने हो मैले पहिला खुब फोटोमा देखाएको थिएँ अरू हाम्रो त दिदीहरूले भने सुनेको थिएँ होइन आँखै अगाडि देखिरहेको छ अहिले चाहिँ स्कुल चिटिक्क परेको ठुलो छ जोस् स्कुल यहाँ अब तपाईँले तल हेर्नुहुन्छ भने कति तल तल छ कति तल हेर्नुलाई हेर्नुहोस् है यस्तो नेचुरल स्कुलको माथि चाहिँ पानी त्यो जमेर रहेछ प्राकृतिक वातावरणमा बसेर पढेकाहरू एकदम के भन्नु अब हेल्दी हुन्छ नि कमलाजीलाई चिन्छस् रिमालको छोरी क्या यहाँ बस्नुहुन्छ नि चिन्दैन रहेछ गाइस साथीले पढ्नु है कस्तो राम्रो कुरा ल्याएको छ यता ट्र्याक्टरसँगले हाम्रो घर जाने बाटो चाहिँ यताबाट हुन्छ यसो देखाउनु पर्यो गाडीले त्यहाँ उतार्छ गाडीले त्यहाँ उतारेपछि नि यहाँ तल हेर्दा स्कुल भयो जहाँ मामाले पढाउनुहुन्छ यताबाट लगाएपछि चाहिँ हाम्रो घरको बाटो हुन्छ जाउ यहाँ के यहाँ पनि क्लास थियो पहिला अझै पढाइ भइरहेको रहेछ ट्युसनहरू है पहिला त स्कुल नै सानो थियो होला नि हो र हामीले खाली भएमा बसेर विदेशमा कपडीको पढेँ अनि त्यसपछि हरायो अनि यहाँबाट तल गएपछि हाम्रो घर आइहाल्यो हिजो माइजीले मलाई लिन आउनु भएको त्यहीँ थियो तल गएर यसो मलाई चाहिँ घर आइछ है तपाईँलाई म घरको बाटो देखाउँछु हेर्नु होला जोकिनुहुन्न अनि सरासर तल झर्ने केही गर्नु परेन ट्याक्क गाडीबाट उत्रेको लगभग 2 मिनट भनौँ न 2 मिनट मात्रै हिँडेर नै पुग्छ कि छैन स्कुल रोलेपछि अरू कसैको घर देख्नु भने भन्नुहोस् कसैको घरै छैन होइन खोइ घर हिँड्दै गएपछि हाम्रै घर आउँछ जुन देखिन्छ अब यहाँ हेर्दा पुरै अब केही छैन जस्तो लाग्ला तर घर त्यति छ है अनि अब यो चाहिँ यो होइन यो घर देखे तापनि यो चाहिँ अब छैन मान्छे बुझौँ होइन तपाईँहरू नझुकिनु होला आउँदाखेरि घर त अब देख्नु सुरुमा यही देखियो तर यो होइन कता छ भनेर भन्नुहुन्छ भने अलिकति हिँड्ने अल्छी नगरिकन खटाङखुटुङ हुन्छ यस्तै हो बाटो यहाँ पानी परेको बेला झन् ठुलो उयो हुन्छ कि आहा सबसे बेस्ट भ्यू त यहाँ पो छ त मलाई मन परेको यो ठाउँ हो कि ल हेर्नुहोस् घर हाम्रो कता छ भने जुन तल निलो टिन देखिएको छ त्यही हो त्यो ट्याङ्कीबाट जान्छ पानी हाम्रोमा हाम्रो घर यही है साथीहरू ल घर यही हो यति छ हाम्रो घर होइन यहाँबाट जाने चाहिँ होइन फेरि जाने चाहिँ यतैबाट हो यहाँबाट गयो भने फेरि पुगिँदैन नि फेरि यसरी जाने बाटो नछोडी मजाले हिँड्ने तपाईँहरूले मजाले हिँड्दै गइसकेपछि यसो देब्रे मोड्नु पऱ्यो कि देब्रे मोड्ने बाटो यहाँ देखिहाल्छ कि अरे बाइकमा आयो नि गाडीमै आयो नि है
जब देब्रे मोड्नुहुन्छ तब ट्याक्कसँगले यो घर भन्नु होला, यो होइन फेरि यहाँ तल अर्कै घर हो, कोहीसँग यही हो हाम्रो घर। अनि यहाँ गएर मामा भनेपछि मामा चाहिँ कहाँ हुनुहुन्छ, अथवा बुवा आमा आइहाल्नुहुन्छ है। अहिले गएर यो सोधौँ म, कति क्लास अरे बाबु? एक। वाट इज योर नेम? अनि कति क्लासमा पढ्छौ? अनि स्कुलको नाम? अनि तिम्रो मिल्ने साथीको नाम के हो? तिम्रो साथीको नाम हो साथीको भन, साथीको नामहरू भन न। तिमीले आलचाल दिदी साथीको नाम भन्दै हो, के हो? हि हो साथीको नाम, हि हो। हि साथीको नाम बिर्स्यो। मीनाक्षी, तोर्पेश, प्रवेश, मिस्मी, अनि उमेश, चुडिया कि गुडिया? चुडिया रे, चुडिया रे। आयो ए लड्छ पछाड्छ फेरि अहिले। ल भयो साथीहरू गुड मर्निङ। ल आज चाहिँ हाम्रो डे 3 को भ्लग हो। डे 3 भन्नाले म यहाँ आएको आज तेस्रो दिन हो होइन। अब आज खासै त घुमिँदैन, यसो त्यहाँ मामासँग अहिले वक जाने तलतिर, जोर चौतारा अलिक तलसम्म, त्यहाँबाट आएर खानपिन गरिन्छ, यतै बसिन्छ, रेस्ट गरिन्छ, अनि दिउँसो पनि कता कता मिल्छ हेर्दै जाउँ, घुमेर आइन्छ होइन। घरको कुरा गर्नुपर्दाखेरि यो जुन रहेको छ नि, यो चाहिँ अहिलेको नयाँ घर उहाँले बनाउनु भएको हो होइन, नयाँवाला घर हो। अनि तपाईँको यहाँ हेर्नुहुन्छ भने चाहिँ भित्र गएर देखाउने हो भने यस्तै छ। यहाँबाट छिरिन्छ, बत्ती बाल्छौँ है, ए बत्ती बालेको छु, ल हेर्नुहोस् काइन्ड अफ यस्तै छ। अग्लो छ, जस टाउको ठोकिँदैन, बाबु सुतिरहेछ, यस्तै राखिएको छ सामान चिजहरू। अझै भित्र आएर हेर्ने भने यहाँ चाहिँ अब बुवा सुत्नुहुन्छ, यहाँ बिचमा अब यस्तो बाहिर हेर्न मिल्यो, यहाँ चाहिँ म सुतिरहेको थिएँ होइन। हाम्रो बिहे भएका दिदी बिनाजुको फोटो यहाँ छ। बाहिर यसो देखाउनु भने वन्डरफुल भ्यू देखिन्छ है, यो हेर्दै सुत्न पाइन्छ होइन। यस्तै छ यहाँ। अब तपाईँलाई म लैजान्छु अरू कोठाहरू पनि छन् हामीसँग, जस्तै यो एउटाको देखाएँ होइन। अब यता हेरौँ, यो चाहिँ अर्को छ कोठा, यो पनि घरै हो। यहाँ चाहिँ के छ अब भित्र? धानको लु देखाउनु त बत्ती बाल्नु। यहाँ चाहिँ धान राख्ने गरेको छ ठुलो योमा होइन। अनि ओके ल हेर्नुहोस्, यो चाहिँ धानहरू मजाले यसरी राख्ने गर्नु भएको छ। यो उताको चाहिँ अर्कै कोठा हो, ए उता अर्कै छ फेरि है। ए प्याजहरू धान मात्र छ यहाँहरू, त्यस्तो केही छैन। ए यो राख्नलाई बनाउनु भयो है, ल ठिक छ। कोठा नि हो, अब अहिले त्यही छ। अनि अर्को छ यता, ल अब यो चाहिँ आमा यो राम्रो बनाएको छैन, खोर हो। पहिला त राम्रो थियो, अहिले अब भ्याइएन ल। यहाँ चाहिँ के छ? यहाँ त अहिले खोरै खोर्छ, खोर्छ। एउटा सानो कोठा रहेछ यहाँ चाहिँ होइन, त्यस्तै छ कुराहरू। ल ठिक छ। अब अरू हेर्ने हो तपाईँहरूलाई देखाउनु पर्दाखेरि हाम्रो यो जुन छ यो चाहिँ भूकम्पले बनाएको घर अरे, जहाँ अहिले मामा माइजू बस्नुहुन्छ। अनि उयो तल देखिरहनु भएको छ नि, त्यो चाहिँ हाम्रो किचन हो कि। किचन खानापिना गर्ने, बस्ने, खाना खाने होइन, सबै किचनमा हुन्छ। यो चाहिँ सानो टोइलेट छ। अनि यहाँ चाहिँ अब भूकम्पले बनाइदिएको घर, मामा माइजू बस्ने अहिले यता हो। अनि उतापट्टि हेर्ने भने अब गाई राखेको छ, बाख्रा राखेको छ, उता उता यता यहाँबाट यसो भित्र छिरेपछि देखिन्छ होइन। तपाईँहरूलाई त्यो पनि देखाइदिउँ म, भरे जस्तै हुन्छ है, बिस्तारै हेर्नुपर्छ। यहाँबाट यसो जाने हो भने यहाँ अरू छ कि यहाँ हेर्नु, यो पछाडि हाम्रो यहाँ गाई भैँसी, गाई त होइन भैँसी, भैँसी चाहिँ यता छ, गाई चाहिँ माथि राख्नु भएको छ। भैँसी ए के छ हौ
यसले मलाई स्वागत गर सुसु गरेर त होइन गुड मर्निङ भाइ तिमीहरूको भिडियो कि म धरानमा त्यहाँ शर्मिला दिदी होइन अनि कमला दिदी अनि कविता दिदीहरूलाई देखाइदिन्छु ल हेर्नु उसले सुनिरहेछ मेरो भ्लगमा बोलेको कुरा अब यो हान्छ क्या हो धरानमा क्या कमला शर्मिला कविता छन् नि हो उनीहरूलाई यो भिडियो देखाइदिनु पर्ने अरे अनि त्यसको लागि खिच्याऊ मैले है नरिसाउ हस् नरिसाउनु है त केही गर्दिनँ हौ म केही गर्दिनँ हौ म माया लाग्छ यिनीहरूको जे होस् ल यस्तै छ यहाँसम्म अनि यहाँबाट यसो हेर्ने हो भने तपाईँको यसरी घुमेर यहाँ पनि छ एउटा कोठा छ क्या अरे नयाँ घरको तल बनाएको छ त्यहाँ कोठा छ यहाँ केटाकेटी पढ्दो रहेछन् तल चाहिँ अनि यता माथि गयो माथि गइसकेपछि माथि गइसकेपछि फेरि देब्रेपट्टि यसो मोड्ने हो मात्र भने फेरि ल घर आयो यस्तै छ हजुर हाम्रो नुवाकोट तालुकाको घर राजकुमार मामाको घर होइन अनि यो चाहिँ भर्याङ हो पहिला यस्तो भर्याङमा चढ्नु पर्थ्यो अरे म तपाईँलाई चढा देखाइदिन्थेँ तर मलाई डर लाग्छ कि यति नै चढेँ होइन ल हजुर अब के हुन्छ देखाउन जान्छु है त हजुर हाम्रो घर यो हुन्छ तपाईँले घरबाट यसो माथितिर हेर्ने हो भने चाहिँ ल हेर्नु साथीहरू सबै वन छ एउटा कसैको घर पनि देखिँदैन होइन पुरै वन छ वन जङ्गल कता जाने ल हेर्नुहोस् माथि भनौँ न विशेष गरी माथि चाहिँ पुरै वनहरू रहेका छन् अनि केही पनि देखिँदैन घर अलिकति अब यहाँबाट माथि बाटो हिँडेर गयो भने चाहिँ उता स्कुलहरू देखिने सम्भावना हुन्छ नभए चाहिँ यसो निस्केर आँखाले माथि हेरौँ न भन्दा चाहिँ छैन पुरै वन मात्र छ है चराचुरुङ्गी क्यार गर्छ त्यो आवाज आउँछ अनि यहाँ चाहिँ तपाईँको मङ्सिरको बेला निकै भिड हुन्छ अरे उहाँले भन्नुभए अनुसार यहाँ बाटोमा कि बाटो हो नि त मान्छेहरू हिँड्ने हो भने त्यो बेला हुन्छ अरे अहिले चाहिँ भने खासै हुँदैन अरे होइन कुराहरू त्यस्तो रहेको छन् जुन मलाई आमाले भन्नुभएको थियो परले रमाइलो भयो जे होस् होइन परले मजा आयो त्यही बुझ्नु पऱ्यो अहिलेलाई है त ल साथीहरू अब ठिकै छ मामा चट्टसँगले ह्यान्डसम भएर कपाल कोरेर आउनु भएछ कपाल गरेर आउनु भएछ होइन अब भन्नु पऱ्यो नि त निश्चित गरेको छु भनेर अब हामी परले डह्रो हिँड्छौँ अब हेर्नुहोस् चिसो छ त्यो भएर मैले एउटा विन्ड सुटर लगाएको छु होइन अब लाग्यो अब मामाले कता त लानुहुन्छ अहिले मामा नखोले नि हुन्छ होला ए सातोमा नाम लेख्नु भएको रहेछ राजकुमार रिमाल ए हो र के खोज्नु भयो ए त्यसलाई मिलाउनु नि अनि अब मामाले त्यहाँ जोर चतरा अलिक तलसम्म जाने रे यसो पुगेर आउन के छ र मलाई यिनीहरूले हिँड्न मन थियो क्या साथीहरू खाएको पद छ भनेर नि हो होइन अनि ल ठिक छ मामा अगाडि बढ्दै अनि हिजो बुवासँग घुमियो आज मामासँग कति घुमिन्छ अनि भोलि जान्छु म साथीहरू बाटो यस्तो छ कि माथिबाट जब तपाईँ ओह्रालो तल झर्नुहुन्छ नि तल झर्ने क्रममा यसरी झरिन्छ होइन अनि यतापट्टि चाहिँ हाम्रो घर रहेको छ कि मैले वन भनेको त्यो माथिको भागलाई वन भनिन्छ अनि यता यसो हेर्नुहुन्छ भने यो चाहिँ हाम्रो मेन घर हो कि निलो टिन ब्राउन कलरको टिन सेतो टिन पर कालो टिन है यति एरिया चाहिँ कसको घर भन्दा राजकुमार रिमाल मामाको घर गोकुल बुवाको घर सबैको घर भनौँ न अनि यसो हेर्ने यो भ्यू चाहिँ मलाई सही लाग्यो क्या हेर्नु त बायाँदेखि दायाँसम्म बा पुरै छ हौ पुरै आँखाले हेरेर भ्याइँदैन क्या साथीहरू मलाई त हेर्नुहोस् मलाई त पर्लै मन पऱ्यो नगद पर्लै मन पऱ्यो मलाई त है साथीहरू मामाको आफ्नै गफ हुँदैछ माइसँग झगडा परिरहेछ मामाको के भन्नुहुन्छ होइन ल मामा लेख्छ ल साथीहरू यो चाहिँ टोइलेट हो होइन होइन खिच्दिनँ हो अनि यो चाहिँ हाम्रो मामा पनि है त्यस्तो भन्नुहुन्छ अनि कमला शर्मिला कविता भनौँ न पढेका यही हो अरे उनीहरू त्यही बेन्चमा बसेर पढ्थे शर्मिला निकै चकचकी थियो अरे अनि यता चाहिँ हेरौँ न मेनिसुले हो साथीहरू मामाले नै पढाउनु हुने थियो हिजो नि मैले बनाएको थिएँ बनाउनु त पिपल डाँडा माध्यमिक विद्यालय यता झर्ने हो खाने गाउँ खानेको छिनी ल
पठाल्नु ल मामाको स्कुलमा है लैजाउँ पिपल डाँडा स्कुलबाट तल झरेपछि यस्तो बाटो रहेको छ हामी बाटो झरिरहेका छौँ त्यहाँ लन्चाउनु पुरै उयो छ ल कता हेर्नु आफूले हेरेर भ्याइदैन साथीहरू कति खाने मकै आउनुहोस् यहाँ आएर लैजानुहोस् मामालाई भन्नुहुन्छ म अब हामी जाँदैछ हाम्रो बाटो हामी लाग्यो आफ्नै बाटो भन्दै हिँड्दैछौँ कस्तो दामी आएको छ मामाको आँखा साथीहरू पानी पर्यो कि भगवान्ले अलिकति पानी कम गरिदिनु भने के गर्नु पर्यो अलिक कम गर्नु भएछ है मामा भगवान्ले मेरो कुरा सुन्नुभयो अब ठिक छ मामा भान्जा भएर अब जाँदैछौँ कता कता जाने हो मलाई पनि थाहा छैन नयाँ बाटो नयाँ ठाउँ होइन कत्रो ढुङ्गा हो बा ल हेर्नुहोस् त साथीहरू नुवाकोटमा कत्रो ढुङ्गा छ तारुगामा हाम्रो घरबाट अलिकति यता आएपछि देख्नुहुन्छ ढुङ्गा होइन मामा के ढुङ्गा ए नाइ ढुङ्गा कति राम्रो छ यो ठाउँमा त अझ यहाँ पानी बगेको हुनुपर्छ तल कि ए आयो त पानी बगेको ठाउँ खोला आयो त मैले ठ्याक्क बोलेको पुग्यो पानी रोक्यो मामा छाता बन्द गरौँ ल साथीहरू अब खोला आयो मलाई यस्तो खोला चाहिँ साह्रै मनपर्छ कि यो के को गुड हो मामा ए अँ खोलै खोला भन्ने यो साथीहरू ल ए गाग्री पनि राख्दै रहेछ कसले गङ्गटो टोक्छ यसले उड्दैन नि उड्दैन ल साथीहरू गङ्गटो हो ल साथीहरू केही मान्छेहरू यस्तै हुन्छन् है यसरी पुरा अङ्गालो हाले जस्तो गर्छन् हामीलाई पुरा हक गर्ने गरी तर हेर्नु है जब छोयो नि ऊ तब ठ्याक्क एट्याक गर्छन् कसैको विश्वास नगर्नु है साथीहरू यस्तै हुन्छ ल ल हेर्नु उसले अङ्गालो हाल्छ जब टच गर तब टच गर्नु त यसो अङ्गालो हाले जस्तो गर भने के भयो साथी रिसाइ क्या यस्तो हुन्छ हामी त लाग्यो है घुम्न तपाईँहरू नि आउनुहोस् बेला बेला कति काम गर्नुहुन्छ हौ होइन मौकामा आउने हो नकटाउने हो तारुका बस्ने हो घिउसँग भात खाने हो साथीहरू दुध दही त जति नै छ बजारमा त्यो आधी लिटरकै 50 रुपियाँ किनेर खाइन्थ्यो यहाँ त फालाफाल कति चाहियो तपाईँलाई गाईको भैँसीको होइन त्यसै गरी नसोते पनि फालाफाल छ आउनुहोस् यहाँ आउनु नकटाउनु होइन त्यस्तै छ हाम्रो यहाँको ठाउँ मलाई चाहिँ आनन्द लाग्छ साथीहरू यस्तो ठाउँमा आउँदा र साथीहरू यो के हो पत्ता लगाउनुहोस् के को रुख हो भन्नुहोस् रुख पत्ता लगाउनेलाई म 50 रुपियाँ हालिदिन्छु मामाले भन्नुभयो जोर अनि चौतारा चतरा होइन नि फेरि चौतारा है त जोर चौतारा भनेको चाहिँ यसो ठाउँ हो जहाँ चाहिँ मान्छेहरू बस्छन् गफगाफ गर्ने के छौ भन्ने शीतल ताप्ने घाम पनि ताप्ने बस्ने यही हो चौतारामा चाहिँ होइन अब यहाँबाट चाहिँ गाडी जान्छ प्रायः त्यही हो साथीहरू यो चाहिँ हाम्रो 3 नम्बर वडा कार्यालय यही हो बुवाहरूको के पर्दा यताउति हुन्छ यहाँ आएर भन्नुहुन्छ घरमा यस्तो भएन त्यो भएन अनि वडा अध्यक्षले बुझेर समस्याको समाधान गर्न प्रयास गर्नुहुन्छ होइन वडा कार्यालय चाहिँ यही रहेको छ है त साथीहरू अहिले यो पहिलादेखि नै यही हो पालिका आसी हो ए पालिका आसी यहाँ साथीहरू ल साथीहरू मैले पानी पिएर आएँ होइन पानी एकदम मिठो थियो अब मामा र म भएर मामाको साथीको घर जाँदैछौँ के छ हौ साथी भन्ने हो साथीको नाम के हो रामे होइन अम्बो रामे मैले जत्न भनेको लु हेर्नु है कस्तो मिल्यो क्या रामचन्द्र प्रधान मैले रामे भन्दा मिल्यो त मिल्यो अनि अर्को साथीको नाम भनौँ अर्को साथीको नाम भन्न ट्राई गर्छु है ल हेर्नु साथीहरू कुनै झुट कुरो होइन यहाँ लाइभ हो होइन मामाको साथीको नाम मलाई कस्तो थाहा छैन नि त तर पनि म ट्राई गर्छु भन्नलाई मेरो पुरा मिल्छ कि मामा तपाईँले के गर्नु भने नि अर्को साथी कोही होला होइन त्यो साथीको नाम झट्ट नभन्नुहोस् तर 3टा नाम यस्तो भन्नुहोस् जसमा त्यो साथीको नाम पनि परोस् अनि म ठ्याक्क मिलाउन ट्राई गर्छु ल भन्नु मामा बुझ्नुभयो 3टा नाम भन्ने 3टामा एउटा साथीको नाम चाहिँ पर्नु पर्यो 3टामा एउटा साथी अनि ल मामा भन्नु त एउटा कृष्ण गुरुङ कृष्ण गुरुङ
जनकमान प्रधान अम्बो जनकमान प्रधान अनि टिचर हुनुहुन्छ है अँ अनि एउटा है मेरो साथी होइन तिनवटामा नि मामा एउटा चाहिँ साथी नै हुनु पर्यो क्या सबैले चिनेको मान्छे अरू दुइटा चाहिँ हावा नाम भने क्या हावा बुझ्नुभयो हावा होइन अँ नभए मैले अब दुईवटा तिनवटा त है रामचन्द्र तिनवटा भने अँ भनिसक्नु होला मेरो एकदम साथी चाहिँ रामचन्द्र प्रधान रामचन्द्र प्रधान ऊ के गर्छन् अहिले व्यापार ए व्यापार उसकै आएर भनिदिनु ठिकै छ रामचन्द्र प्रधानकोमा जाउँ के को व्यापार छ मामा किराना के अरे त्यो फेन्सी पसल ए फेन्सी पसल है साथीहरू हामी फेन्सी पसल जाँदैछौँ ट्याक्क फेन्सी भएर ह्यान्सी भएर आउँछौँ तपाईँले भ्लग हेर्दै गर्नु होला है त साथीहरू ल भगवान्लाई नमस्कार गरेँ मैले साथीहरू शिवको मन्दिर हो यता चाहिँ होइन जानु नमस्कार गरेर आउनु जानु खिचिरहेको छु मामाले पनि भगवान्लाई नमस्ते गर्दै हुनुहुन्छ सबै राम्रो होस् भगवान् सबैलाई राम्रो होस् गर्ने कर्महरू गरिँदै गइन्छ होइन त्यो अनुसारको फल पनि पाउँदै जानुपर्छ है भगवान् साथीहरू शिवको मन्दिर हो बन्ने क्रम जारी छ है बन्दैछ अब पछि आउँदाखेरि बनिसक्छ होला अनि मजाले दर्शन गर्छु म अहिले पनि बाबाको दर्शन जय होस् बाबा कि जय साथीहरू यो चाहिँ शहीद पार्क हो होइन यहाँ टोइलेट छ मामा चाल्यो हुनुहुन्छ टोइलेट अनि माथि हाम्रो शहीद वीर शहीदहरूलाई सलाम छ साथीहरू यो चाहिँ नुवाकोट तालुकाको हो शहीद पार्क जुन बन्दै गरेको छ बनिसकेको छैन म आउने खबर भएछ कि क्या हो दमादम काम सुरु भइरहेको थियो आज छुट्टी भएर भनेको छैन होइन मामा भन्छ आयो यसो घुम्दै थियो हाम्रो कृष्ण रिमल मामा हुनुहुन्थ्यो क्या उहाँको मम्मीको घर पनि गयो मजाले उहाँले जस पानी पिउनुहुन्छ खाना खाम भन्नुभएको थियो अब होइन हजुर नली भाइले भने किनभने घरमा पाकिरहेको थियो फर्सीको मुन्टा खानु छ उता होइन लुजाउँ पार्कमा टुप्पोमा जस्तो लागिरहेको छ सबले हामीले अरू हेरेर हाल्यो क्या वीर शहीद शहीद अनिल अधिकारी ए अनिल अधिकारी भाइ त शहीदहरूलाई सलाम गरिन्छ होइन सलाम गरिदिउँ देब्रे कि दायाँ गर्छ हौ दायाँ गर्नु ल सलाम सब सलाम सब म बारीमा हिँड्दैछु कि अनि त्यो के लाग्छ कि त्यो भएर तोडेर हिँड्नुपर्छ सिलाउँछ फेरि हामीले हेर्दै हिँडेँ अब सधैँ के अरे तिम्रो अरे नि म होइन नपस्ने भन्ने मेरो आएर आउँदैन नपस्ने त साथीहरू नुवाकोट आएपछि तपाईँले यस्तो पनि गर्नुपर्छ है यस्तो गरेर कुद्ने हो अनि डाँडा यसो देख्ने हो है त यहाँबाट फेरि हो त्यस्तै कुरा खुट्टा दरद गएको छ आज मेरो दर एक्सर्साइज गर्दैछु अब चारुका आयुर्वेद औषधालय चन्दनी भने यही हो है यहाँ चाहिँ तपाईँलाई आयुर्वेद सबै सामानहरू पाउनुहुन्छ यता आउनु होला होइन नेपाल भारत मैत्री उयो रहेछ मामा तानो 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 साथीहरू तानो तानो है बाइकले हेर्नु साथीहरू तपाईँहरू तिनजना पनि आउन मिल्छ होइन यसरी फोर र बाइकले तान्छ बटो बटेमा भन्छ नि एउटा गीत छ
अहिले बिदा यहाँ काम गर्नु त जानु पनि बिदाको उहाँ खोल्दैन नि यो माउको हाम्रो हाँसेको बाख्रो हो नि अँ यो माउको बाख्रो ए हो ए माउको कत्रो छ जाने भ्याएन पानी झारै झार आज बोल्ने भने बिदा भनेर आफू नसक्ने कमर चड्केर अनि अब राम्रोसँग नसक्ने नसक्ने मेन गोरु जुत्ता यहीँ हुने रहेछ है नुवाकोटको मलाई एकदम यो विशेष ठाउँ लागेको छ नुवाकोट भनेदेखि गोरु जुत्ता भन्ने दिमागमा आउँथ्यो यही ठाउँ अरे मामाले भन्नुभयो अनुसार गोरु जुत्ता भने चाहिँ यहीँ रहेछ त ठुलै रहेछ चौरी त पहिला भिराजो थियो अँ डोजरले खारेर सम्म उनीहरू अनि ए ऊ त जाला भने डर हुन्न तल त्यहाँ डोरी लगाएको हुन्छ ए अँ तैँलाई बनाउँछ होला नि त ठिक छ राम्रो छ बेस साथीहरू घरले सुसु गर्दैछ है ल ठिक छ माबाट धोएर आएँ अनि म सधैँ अनि खाजा पनि अन्ना 100 रुपियाँ 90 रुपियाँ ए त्यहाँनिर ए अन्डा चाउचाउ बनाइदिन्छ है हो त्यो खानुपर्छ म देखिरहेको छु है साथीहरू हामी घर जाँदैछौँ अझै 1 घन्टा लाग्छ अरे होइन अनि यसो थकाइ ल्याएर बस्यो कि शीतलमा बस्दै हिँड्नुपर्छ अनि पुगिन्छ तपाईँ फुलेर दारी ए दारी कपाल आँखाको परेली सब पुलिसको मामा हिजो न खोर्सानी किसँग छक्क पर्नु भएछ क्या फोटो हालेको नि त अनि ल्या कहिले गएको तिमी अरे क्या हिजो आएको भन्दै ल जाऊ भन्नु यो पर देखेको चाहिँ रोटिपिङ होला रोटिपिङ हुन्छ नि दसैँको बेला नुवाकोटको रोटिपिङ भनेको यही होला त्यो मान्छे भएर म खासेको होइन यहाँनिर नै रोटिपिङ गर्छन् रोटिपिङ साथीहरू ल अब हामी अहिले घर जाँदैछौँ घर आइपुग्ने बाटोमा बाटो भन्दा नि मकैको बाटो हुँदै हिँड्या हो त्यति साह्रो धराप त छैन यो बाटो कि अब घर जाने खाना खाने आनन्द रेस्ट गर्ने अनि त्यही हो अब धेरै ननिस्किने तपाईँहरूलाई म देखाउँदै गर्छु भिडियो हेर्दै गर्नु होला यस्तै छ हाम्रो तारुकाको बाटो यो गीत चाहिँ मैले बनाएँ भर्खरै यस्तै छ हाम्रो तारुकाको बाटो मकै बारीको बिचमा हिँड्या छ गीत गाएको छ त्यो चाहिँ किन लाग्यो भन्नु होला साथीहरू धेरै काले भइन्छ कि भनेर हो कि अब यहाँ त घाम कडा लागेको छ होइन डढ्छ नि त जे भए पनि होइन त्यही भएर हो साथीहरू यो चाहिँ काफलको बोट हो है काफल पाक्यो भन्थ्यो नि यही हो फल अपको लागि हामीसँग जोडिँदै गर्नु होला बोल्दैछु उज्जवल काफले फ्रम काफलको बोटको छेउबाट बाबु तिम्रो के आउन आँट्यो अरे अनि तिमीले मलाई के भन्छौ अरे बाबु अनि फोटोमा देख्नु भएको को हो बाबु आऊ त यता त्यो फोटोमा दुईजना देखिनु भएको छ नि को हो को हो यो केटी को हो कमला के त तिम्रो के हो अर्को होइन भान्दै म हो उहाँ चाहिँ भिनाजु हो के अरे फेरि सोच्छु ल बाबु यो को हो यो केटी होइन दिदी पनि भन न यो को बाबु यो केटी अर्को हो को अरे बाबु कमला दिदी अनि बिराजु हो अनि भान्दा चाहिँ को भान्दै म भान्दै म हो के कस्तो के हो है के होइन छैन पानीपुरी मामाद्वारा बनाइएको पानीपुरी माइजूद्वारा बनाइएको पानीपुरी चाह कस्तो छ है त साथीहरू अनि भन्नेछु पानीपुरी ल ठिक छ मामा ल मुखाइ हुन्छ पानी धेरै खाइदिनु स्वाद आएको छ माइजू ठिक छ
मलाई यतिको ठिक छ कसैलाई धेरै अमिलो मन हुन्छ मामालाई साह्रै मन परेको भएर माइजीको एउटा चोर्नु भएछ माइजीलाई थाहा छैन माइजीले कतिको थाहा पाउनुहुन्छ हेरौँ ल चोरे खानुभयो है मामा कतिको थाहा पाउनुहुन्छ ल मामा यताउनु मामा यताउनु हक्क नि चोर्न आँट है ला चोर पक्रियो थाहा पाउनु भयो माइजी हो रेडी बज्दैछ साथीहरू माइजीले पानीले खानुहुन्छ हेर्नु है मामा नि छेउमा हुनुहुन्छ मामा अझै पाउनुहुन्छ कि सोध्नु कति साह्रो माइजीले खानु अब चाहिँ माग्नु कसम माग्नु कसम सानो केटाकेटीले यस्तो दियो भने चाहिँ कसरी खाँदैन बिचरा गाह्रो भएको छ पिरो भयो तपाईँलाई त्यस्तो भएन यतिको ठिक्क छ यतिको त खाइन्छ पित्त लगाएन है होइन मलाई त भयो भोक पनि लागेको छैन अहिलेलाई पुग्यो दुध नलिने मामा अहिले नै म चाहिँ खानु अहिले लेख्दैछ बाबुले राम्रो लेखौँ भने कस्तो लेख्छ हेर है नबिगार है बाबु देखाउँछु शर्मिलालाई देखाउनु ल अलि हेर्नुपर्छ ल अलिअलि बाङ्गो भयो कि बाबु अलिक सिधा पार न सिधा यो सिमिलो त्यो नकटाउनु है लु यहाँ लेख्ने नकटाउनु ल मिलाले होइन इरेजरले मेटाउने फेरि लेख्ने नि त है हात गर्दैन त्यतिले गर्छ ला हो बाबु लेख न छिटो आज भजी नानी गाउँ बेसी तिम्रो खिचेको छैन न प्रयुषा होइन प्रयुषा ए सरी कस्तो परुषा परु हो कि परि भने जस्तै परुषा ग्रिन हाउस अनि प्रसन्न कुन हाउस प्रसन्न होइन कुन ग्रिन हो तिमी कुन हो ए हाउस तिमी पछि रेड हाउस भन्नु ल भन्दा पनि पहिला रेड हाउस थिएँ म भन्दा थिएँ म भन्दा म रेड हाउस थिएँ पहिला यति रेड लगाएको छु तिमी पनि रेड हाउस भन्नु ल स्कुलमा भनौँ भने मेरो भान्दा रेड हाउस हुनुहुन्थ्यो म पनि रेड हाउस बनाउनु है भनेर भन्नुहोस् हस् बाबु पछि म आएर फेरि भिडियो खिच्दा हो ए लु भाइलाई चाहिँ रेड हाउस भनिदिनु है राति मात्रै बिहान खानु हुँदैन किन राति चाहिँ किन खानुपर्छ त्यो कटर मलाई त बिहान गर्नुपर्छ खाना राति त भोकै लाग्दैन अब बाबु लु यहाँ बिगाएर यहाँ भाइ साथीहरू यहाँ नि भाइले ए डिलिट पनि बिल हेर्छ आऊ न बाबु ए बाबु आऊ
तिमीहरूले पछि ठुलो भएपछि यो फोटो भिडियो हेर्नु कि अनि हाँस्नु ल हेर प्रसन्न त त्यस्तो थिएछ हेर भन्ने हाँस्नु ल त मजा आउँछ कति सानो मैले पनि पहिला सानोको कमलाजीको भिडियो हेरेको थिएँ कि शर्मिलाको फोटो हेरेको थिएँ कस्तो हाँस उठ्छ क्या त्यो बाख्रा गएको फोटो छ कि हौ त्यही भएर हेलो भन्दै भन न हेलो बाबु आऊ आऊ तल आऊ होमवर्क गर्ने आऊ आए 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 गुटुङ टुङ गुटुङ टुङ गुटुङ टुङ गुटुङ टुङ गुटुङ टुङ 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 होमवर्क बाबुको बाँकी होमवर्क छ पेट दुख्यो भने क्या मैले यसो जाउँ न माथि हिँडेर आऊ मलाई हेलो भनेर भनेको आयो आयो गुटुङ टुङ 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 सुरल गर्छ क्या टुङ टुङ यता त होइन यता 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 पर भाग यता यता बाबु यता 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 टुङ 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 यहाँ बस्छ अब बस अब सुरु भयो कलममा ओके एना 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 देखो ल त भएन 6 7 8 1 2 बाबुले होमवर्क गरेर आएको थियो म को अरे भन्दै होइन अनि चट्ट उसलाई अब यो हात दुख्यो अरे गर्दा गर्दै हात थिच्दैछु ल भयो ठिक भयो हो अब गरौँ त बाबु अब यति बाँकी छ अब कपत गहत घर बाँकी छ अलिक सकियो बाबु के चिलायो के चिलायो र के चिलायो कति राम्रो जात हो लुलु गर्छु अब यो खपतको सक्ने गहतको सक्ने अनि घरको सक्ने हुन्छ साथै आज मेरो अब जाने दिन हो तर जाने दिनमा कस्तो दामी मौसम भएको कि मलाई स्वागत मलाई बाई बाई भने होला मौसमले यस्तो दामी छ नि होस्टेल आए जस्तै कुहिरो परे जस्तै होइन कस्तो दामी भयो कि टक्क कुहिरो परे जस्तै जाडोमा यस्तै हुन्छ होला यहाँ त्यो आज देख्न पाइयो जस खुसी लाग्यो बरै कुहिरो भन्छ यसलाई कुहिरो ल्याएछ बरु साथीहरू ल म त भात खाँदैछु है भाइ मैले भात खाएको खिचेको थिइनँ एउटा पनि छोटो भात दाल तरकारी छ नि हाम्रो यस्तो छ किचन माइजू टक्क भान्सामा हुनुहुन्छ होइन यसरी खाइँदैछ साथीहरू यहाँ केटाकेटीहरू है उसलाई घिउ नदे भनेर भाइले भने गर्थ्यो अब घिउ खाएँ होइन घिउ हालेपछि मजाले भात खाएँ नभए खाँदैन थियो आमा उता घिउ हाल्दै हुनुहुन्थ्यो सधैँ घिउ हाले मात्रै भात खाने तिमी घिउ बिना भात नखाने हो भन न ऊ दिदी जस्तो चुपाएर खानुपर्छ हस् बाई बाई ल बाबु बाई है फोनमा बोल्नु हस् हुन्छ ठिक छ अब त्यही फोनमै कुरा हुने हो बाको नआउनु मसँग सधैँ छ त हस् हस् बाबु हस् फोन गर्छु है बाई अनि अब त्यही हो कुरा यतै बसेको मलाई अगाडि यहीँ ठिक लाग्छ हातमा आयो ल बाबु बाई है बाई बाई